बच्चाहरूलाई चाहिँ धेरै होमवर्क दियो भने चाहिँ उनीहरू धेरै बेरसम्म पढिरहन्छन् अनि त्यस पछाडि थोरै होमवर्क दियो भने चाहिँ थोरै बेरसम्म पढिरहन्छन् मेरो बच्चाको पढाइ त बिग्रियो कि क्या हो भन्नुहुन्छ कि धेरै होमवर्क गरिरहेको लेखिरहेको भने चाहिँ पढिरहेछ भन्ने सोच्नुहुन्छ होइन खासमा त्यो मात्रै पढिरहेको होइन क्या बच्चाहरूलाई धेरै होमवर्क दियो भने चाहिँ उनीहरूलाई मानसिक थकान पनि हुन्छ क्या उनीहरूले चाहिँ पढाइप्रति होइन यो पढाइ भनेको चाहिँ होमवर्क मात्रै हो भनेर पढाइप्रति चाहिँ उनीहरूको घृणा बढ्दै जान्छ क्या त्यस्तै व्यवहारहरू देखाउँछन् नि पढ्न नपरे पनि हुन्थ्यो भनेर कति धेरै व्यवहारहरू त्यस्तै देखाउँछन् नि अचेल त्यो भनेको चाहिँ होमवर्क धेरै दिएर चाहिँ उनीहरूलाई चाहिँ मानसिक थकान भएर चाहिँ पढाइप्रति चाहिँ एकदमै धेरै नेगेटिभ इम्प्याक्ट पर्दै गएको क्या नेगेटिभ हुँदै गएको हुन् पढाइप्रति खासमा उनीहरूलाई होमवर्क भनेको चाहिँ दोहोऱ्याउनलाई मात्रै दिने हो क्या स्कुलमा जे कुरा पढे उनीहरूलाई चाहिँ पछि त्यो नबिर्सिउन् भनेर दोहोऱ्याउनको लागि चाहिँ दिने हो उनीहरूको रुचि के छ त्यो अनुसार बुझेर चाहिँ उनीहरूलाई चाहिँ होमवर्क गरिसकेपछि त्यो टाइम निकालिदिनुपर्छ हामीले चाहिँ त्यसैले बच्चाहरूलाई होमवर्क दिँदाखेरि चाहिँ उनीहरूको कुराहरू सबै कुराहरू बुझेर उनीहरूलाई चाहिँ प्रेसर नहोस् होमवर्क इच्छा जागोस् उनीहरूको रहरले गरून् होमवर्क बच्चाहरूले चाहिँ रहरले गर्ने खालको होमवर्कहरू दिनुपर्छ हामीले